नमस्कार सबैजनालाई नेपाली स्टक शिक्षा युट्युब च्यानलमा हजुरहरूलाई स्वागत गर्न चाहन्छु। तपाईहरु पहिलो पटक हाम्रो च्यानल हेरिरहनु भएको छ भने चाहिँ हाम्रो च्यानल चाहिँ सब्स्क्राइब गर्न नबिर्सिनु होला। धमाधम नेपालको शेयर बजारमा चाहिँ फेरि पनि नयाँ कम्पनीको आइपिओ चाहिँ आइरहेका छन्। तपाईहरुले मेरो शेयरमा लगइन गरिसकेपछि तपाईहरुले माछापुच्छ्रे एसआइपी योजना भनेर चाहिँ ओपन भएको तपाईहरु देख्न सक्नुहुन्छ। यो हामीले भर्ने कि नभर्ने भनेर चाहिँ तपाईहरुलाई बताउन गइरहेको छु। यदि तपाईहरु लङ टर्म पर्सपेक्टिभ अहिले मलाई झ्याप्पै रिटर्न चाहिएको छैन र एसआइपी जस्तो मोडलमा तपाईहरु जान चाहनुहुन्छ भने चाहिँ तपाईहरुले माछापुच्छ्रे एसआइपी योजना भनेर यो चाहिँ तपाईले म्युचुअल फन्ड चाहिँ किन्न सक्नुहुन्छ। तपाईहरुले यसमा चाहिँ कस्तो हुन्छ भन्दाखेरि आइपिओ जस्तो चाहिँ हुँदैन। यसमा चाहिँ तपाईहरुको 10 किताले किन्नुहुन्छ, बट तपाईले चाहिँ 100 युनिट किन्नुपर्ने हुन्छ। 100 युनिट किन्नुपर्ने हुन्छ मिनिमम पनि। तपाईले चाहिँ 10 किताले गर्दाखेरि त्यही भएर तपाईहरु चाहिँ 1000 रुपैयाँले पनि तपाईहरुले लगानीलाई चाहिँ अगाडि बढाउन सक्नुहुन्छ। बट तपाईहरुले चाहिँ अलिकति फ्युचरिस्टिक तरिकाले गएर चाहिँ तपाईहरुले लगानी गर्न सक्नुहुन्छ अनि त्यसपछि लगानी गर्न सक्नुहुन्छ। र यो कम्पनीले चाहिँ तपाईको माछापुच्छ्रे क्यापिटलले चाहिँ यो इस्यु गर्न गइरहेको भएको कारणले गर्दाखेरि तपाईहरुले चाहिँ मेरो शेयरमा आजदेखि चाहिँ तपाईहरुले चाहिँ आइपिओ यो तपाईले चाहिँ खरिद गर्न सक्नुहुन्छ। र तपाई कस्तो भन्दाखेरि यो अरु कम्पनीको शेयर जस्तो चाहिँ हुँदैन हैन। तपाईको यो लिस्टेड भएर धमाधम सर्किट बढेर चाहिँ त्यसरी राम्रो मुनाफा हुने खालको चाहिँ हुँदैन। तपाईहरु लङ टर्म पर्सपेक्टिभमा जानुहुन्छ, एसआइपी तरिकाले सिस्टमेटिक इन्भेस्टमेन्ट प्लान तरिकाले जानुहुन्छ भने चाहिँ तपाईले अब अहिले 100 किता किन्नु हैन, भोलि पर्सि फेरि आफ्नो सेभिङ बचत गरेर फेरि 100 किता किन्नु, फेरि 100 किता किन्नु, त्यसरी जानुभयो भने चाहिँ उनीहरुले चाहिँ भोलि पर्सि आउने रिटर्नको आधारमा चाहिँ तपाईहरुलाई राम्रो मुनाफा हुन सक्छ। भविष्यमा चाहिँ तपाईको कस्तो हुन्छ भन्दाखेरि इन्ट्रेस्ट पनि एकुमुलेसन हुँदै जान्छ हैन। तपाईले लगानी गर्दै जानुहुन्छ, जति रिटर्न आउँछ त्यति लगानी गर्दै जानुहुन्छ अनि त्यसपछि तपाईको भविष्यमा चाहिँ तपाईको एसआइपी जस्तै सर्टेन अब वर्षमा तपाईले 2000 रुपैयाँ के रे महिनामा 2000 रुपैयाँ सेभिङ गर्न सक्नुहुन्छ भने तपाईले 2000 को यसको एसआइपी को युनिट किन्दै जानुहुन्छ हैन। त्यसपछि मार्केटमा पनि तपाईले किन्दै जानुहुन्छ। त्यसपछि भविष्यमा तपाईले अब 1 वर्ष अब तपाई लङ टर्म पर्सपेक्टिभ हैन 20 वर्षसम्म राख्दाखेरि अलिकति राम्रो एमाउन्ट देखिन्छ। एउटा सेभिङ पनि हुन्छ, फ्युचरको लागि राम्रो रिटर्न पनि हुन्छ र तपाईले राम्रो एमाउन्ट पनि देखिन्छ। त्यो भएको कारणले गर्दाखेरि तपाईहरुले अलिकति फ्युचर पर्सपेक्टिभमा जानुहुन्छ, बच्चाको बालबच्चाको भविष्यको लागि हो भने चाहिँ तपाईहरुले चाहिँ यो माछापुच्छ्रे एसआइपी योजनामा चाहिँ तपाईहरुले चाहिँ भरेर चाहिँ आफूले राम्रो मुनाफा कमाउन सक्नुहुन्छ। र अर्को चाहिँ अहिले अपकमिङ इस्युजहरुमा चाहिँ विभिन्न अरु कम्पनीहरुको पनि आइरहेका छन्। तपाईलाई त्यो यसको बारेमा पनि म एक्सप्लेन गरिहाल्छु। अहिले चाहिँ तपाईको सोलो हाइड्रो पावर कम्पनी लिमिटेडको छिटो भन्दा छिटो चाहिँ आउँदैछ, किनकि अहिले चाहिँ तपाईको लोकल जेनरललाई चाहिँ खुलिरहेको छ र बट तपाईको यसको चाहिँ 2 करोड किता आउने भएको कारणले गर्दाखेरि तपाईहरुलाई चाहिँ म्याक्सिमम पर्न सक्ने चान्स धेरै हुन्छ। अरु कम्पनीहरुको चाहिँ तपाईको थोरै किता आउँथ्यो, 15 लाख देखि तपाईको 20 लाख किता अनि कसैको 50 लाख किता यस्तै आउँथ्यो। तर यसको 2 करोड किता भएको कारणले गर्दाखेरि तपाईहरुले पहिला 10 किता मात्रै भर्नुहुन्थ्यो भने तपाईले सोलो हाइड्रो पावरको चाहिँ तपाईले 20 देखि 30 कितासम्म भर्नुभयो भने चाहिँ तपाईलाई पर्न सक्ने चान्स राम्रै हुन्छ। त्यो कारणले गर्दाखेरि अलिकति धेरै किता पनि भएको कारणले गर्दाखेरि तपाईहरुले राम्रो कमाउन सक्नुहुन्छ यसमा पनि। र तपाईले यसको प्राइस एक्सपेक्टेसन भन्दै गर्दाखेरि अलिकति धेरै किता अलिकति हाई सप्लाई भएको कारणले गर्दाखेरि तपाईको मार्केटमा त्यति धेरै एक्सपेक्टेसन चाहिँ राख्न सक्दैनौ। तर 300 ओभर चाहिँ तपाईहरुले एक्सपेक्टेसन चाहिँ राख्न सक्नुहुन्छ सोलो हाइड्रो पावरको चाहिँ। यति नै भन्दै आजको भिडियो चाहिँ हामी यही अन्त्य गर्छौं। तपाईहरुले हाम्रो च्यानल सब्स्क्राइब गर्नुभएको छैन भने चाहिँ प्लिज सब्स्क्राइब गर्न चाहिँ नबिर्सिनु होला है त।